ल काठमाडौँ जाने बाटो चाहिँ खन्न लाग्यो। अब सबै मिलेर अब कति दिन बस्नु। गाउँपालिका जेसिबी बिग्रेर थन्किराखेको छ अरे। अनि कि व्यस्त छ भाडाको स्काभेटरहरू जेसिबीहरू। अनि अब आफै बाटो खनेर अब काठमाडौँ जानको लागि बाटो बनाइँदैछ। ल अब मेरो चाहिँ यस्तो खालको खुकुरी र वनचरोको विभाग छ। पर रुख टाल्नु पर्ने। बाटो यस्तो छ। अब 3 ठाउँमा बाटो बनेपछि पास हुन्छ। ल हाम्रो सरोज भान्जा, सन्देश राई, ज्वाइँ मदन कुमार राई, सुभाग अनि अरू तल्लो गाउँको यसरी बाटो खनिरहेको छ। अब साह्रै नै गाउँपालिकाको भर परेर त बसाइ त यतै तिहार त यतै मान्ने स्थिति पाउने भयो र आज तातेको। अब पोखरीसम्म निस्क्यो भने पुग्यो भने त्यहाँदेखि मास्तिर सिन्ताङसम्म त गइ नै हाल्छ। बाटो राम्रो छ। त्यहाँ पर्तिर पनि के कसो छ। आज मोटर बाइक चाहिँ जसरी पनि पास गराएर आफ्नो गन्तव्यमा जानुपर्ने हो। पर छ। ल बाटो यसरी खोल्दै आउँदैछ। म चाहिँ त्यो रुख काट्नुलाई हिँडेको। भरिने भयो भाइ। के गर्ने अब फेसबुक नभरिकन त अब काठमाडौँ जान नपाइने पो। ल अब यही चाहिँ यहाँ चाहिँ गाह्रो पर्ने भयो। यहाँ चाहिँ पो निकै पसिना बगाउनु पर्ने छ। यस्तो छ। अब यसलाई नै रुख काट्नुको लागि वनचरो खुकुरी लिएर आएको। हेरौँ